सो हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल अगेन होप सबैजना सन्चै छ होला म पनि सन्चै छु। आज फेरि छोटो र मिठो भिडियो लिएर हजुरहरूको साममा उपस्थित भएको छु। सो हजुरहरूले मन पराइदिनुहुन्छ होला। सो आज चाहिँ कोही छैन यहाँ र म मेरो बुढी र सानो सानो बुढाबुढीहरू छन्। सो गाइज अब आज त्यस्तै हल्का टाइम पास भिडियो बनाइदिएको। सो हजुरले हेरेर मन पराइदिनुहुन्छ होला है त। सो गाइज म चाहिँ मेरो वाइफ र उहाँ यहाँ चिया बनाउँदै हुनुहुन्छ। सो गाइज यहाँ चाहिँ मेरो बहिनी चाहिँ टिभी हेर्दै त्यहाँ के खाँदैछ थाहा छैन मलाई। सो गाइज अहिले चाहिँ हामी चिया खाँदैछौँ र यहाँ धेरै हल्ला छ। सो अब भाइ चाहिँ स्कुलमा छ। अब हामी तिनजना भएर भाइलाई लिएर आउँछौँ स्कुटरमा। अनि त्यतिखेर हजुरलाई बाटोको दृश्य देखाउँछु र भाइको स्कुल पनि देखाउँछु। भाइलाई पनि त्यतिखेर भेटाउँछु है त। गाइज मैले एरोनलाई ल्याइसकेँ। कुरकुरेमा झगडा गर्दैछन्। सो गाइज अहिले चाहिँ यहाँ मेरो बुढी मोमो बनाउँदै। आज चाहिँ हामी मोमो प्लस भात खाने। सो एकैचोटि खाने बेलामा भेट्ने। बाई बाई। सो फाइनली गाइज हामी चाहिँ यहाँ सबैजना भात खान बस्यौँ। एरोन यहाँ जिस्ला म चाहिँ यहाँ छु। सो म चाहिँ यसरी खाने हो म चाहिँ। वाह क्या गांडू है। सो गाइज फाइनली भात पनि खाइसक्यो र यहाँनिर मोमो पाक्दैछ एक ठाउँ। अनि यहाँनिर राइस कुकरमा मोमो पाक्दैछ। सो गाइज अब मोमो खाने बेलामा भेटौँला है त। सो फाइनली हाम्रो मोमो आइसक्यो। एरोन यहाँ खाँदैछ। यहाँ मेरो बुढी अनि यहाँ चाहिँ म। सो फाइनली गाइज अहिले चाहिँ लगभग 10:30 बजिसकेको छ र मैले एडिटिङ सकिसकेँ। आजको भ्लगमा यतै व्यवस्था गर्छु। यो चाहिँ भ्लग भनौँ कि मुकब्याङ भनौँ कि या के हो, जस्ट टाइम पास भिडियो। सो म हेरिदिनु होला है त। बाई बाई, मिट यु नेक्स्ट भिडियो।